युट्युबमा चाहिँ कसरी सर्ट्स भिडियो डाउनलोड गर्ने, युट्युबको सर्ट्स भिडियो भनेर देखाइरहेको छु। हेर्नुहोस्, युट्युबको सर्ट्स भिडियोमा जाने, त्यहाँ सेयर बटनमा थिच्ने, त्यस पछाडि त्यहाँ कपी लिङ्क भनेर आउँछ। त्यस पछाडि कपी लिङ्क भनिसके पछाडि फेरि त्यो कपी गरेर लैजाने उहाँ क्रोम हो तपाईँको गुगलमा लगेर त्यहाँ गए पछाडि सर्च गर्ने युट्युब भिडियो या युट्युब सर्ट्स डाउनलोड भनेर आउँछ। त्यस पछाडि त्यो सर्ट्स डाउनलोड भनेर आइसकेपछि त्यो सेकेन्ड अप्सनको चाहिँ थिच्ने, त्यहाँ ल्याइसके पछाडि त्यहाँ साइडमा लिङ्क पेस्ट गरिदिने। त्यस पछाडि एकछिन टाइम लिन्छ, यो चाहिँ एकदम होइन नर्मल हो, सबैले गर्न सक्ने, त्यही भएर सजिलो उपाय चाहिँ गरेको। अनि त्यहाँ डाउनलोड फाइल भनेर आइसक्यो, डिटेलमा हेर्न सक्नुहुनेछ। त्यस पछाडि उता डाउनलोड हुन सुरु भइसकेको छ, यतापट्टि हेर्न सक्नुहुन्छ डाउनलोड हुँदैछ होइन। 7 सेकेन्डमा भइसक्छ भनेको त्यो सर्ट चाहिँ अब डाउनलोड हुँदैछ। एकछिन पछाडि टाइम लाग्छ, एकछिन टाइम लिँदै गए पछाडि अब डाउनलोड हुनेछ। त्यस पछाडि हेर्नु ल 3 सेकेन्ड या 2 सेकेन्ड, एकदम सजिलो छ है त्यो एकदम। त्यस पछाडि यो डाउनलोड भइसक्यो सर्ट्स, यसरी नै तपाईँहरूले डाउनलोड गर्न सक्नुहुनेछ। यो चाहिँ अगाडि डिटेलमा हेर्नु आयो। अब अगाडि हेर्नुहोस्, यहाँ फोटो भिडियोमा आइसकेको छ, यहाँ हेर्न सक्नुहुनेछ, यहाँ आइसकेको छ। तपाईँहरूले यसरी नै डाउनलोड गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।